नमस्ते गाइस, फाइनली हाम्रो यो मेसिन चाहिँ रेडी अवस्थामा छ है। यो चाहिँ हाम्रो अस्ति बनाउँदै गरेको डोर हो है। हामी चाहिँ अहिले भइसकेको छ। हाम्रो अस्तिको यो पेन्टिङ मेसिन हो है। यसको फाइनली चाहिँ यो पुरै भइसकेको छ है। अब हाम्रो यो सिल्कन लाउने काम छ आज। यो देखिएको जुन अलिअलि ग्याप छ त्यसमा यो सिल्कन लाउँछ है। यसले फुल्ली लक हुन्छ अनि यो च्याम्बर जस्तो हुन्छ है। यसमा चाहिँ हामीले पेन्टिङ गरेर हामीले ड्राई यसमै गर्छौँ। अनि हाम्रो जुन यो अस्ति मेसिन यो फिट गरेको थिएन है, हाम्रो यो मोटर भयो 75 HP को। यो हाम्रो हिटर च्याम्बर हो हैन। यसमा चाहिँ हाम्रो आगो चाहिँ बल्छ, डिजल बल्छ है। डिजल बल्छ यहाँबाट हाम्रो चाहिँ यो माथिभित्र चाहिँ यो रुममा चाहिँ हिट जान्छ है। यो चाहिँ हाम्रो पामा बोर्ड हो। यसको चाबी हाम्रो अन भयो। यो टेम्परेचर यो टाइमर है, टाइमर सिलेक्ट गर्ने हो। लाइट भयो, यो अन अफ ब्रेक। यसमा चाहिँ हाम्रो चाहिँ भोल्टेज देखाउँछ। यहाँ हाम्रो चाहिँ टाइम चाहिँ कति कति यो टाइम यसमा चाहिँ रेकर्डिङ है। फाइनली यो साइडबाट हाम्रो चाहिँ यस्तो देखिन्छ मेसिन। Bye.